दिवसमा त अब 10 सम्म। अनि त्यस पछाडि मलाई चाहिँ के चिन्ता भयो भने अब उहाँले जित्यो भने चाहिँ मलाई बेइज्जत हुने भयो। यता रमायो उहाँ माथिबाट फर्स्ट भएर आएको होइन, अनि पर पनि उताबाट फर्स्ट भएर आएको। यता बयानतिरबाट त्यो बिहारमा नि थियो होइन, 5 कक्षासम्म थियो होइन, हो त्यहाँ पनि थियो, त्यहाँबाट पनि आउने है विद्यार्थीहरू। फर्स्टको त त्यहाँ त एकदम कम्पिटिसन हो, अनि कम्पिटिसन हाई हुने भयो है। मलाई त बडो चिन्ता, त्यतिखेर चाहिँ मैले पढ्नुपर्छ भन्ने आइसकेको छु कि म 5 कक्षा पास गरेर 6 कक्षामा हो क्या होइन, आउनु हो 6 कक्षामा आउँदाखेरि। अनि मलाई चिन्ता हुन्थ्यो कसलाई जित्यो भने चाहिँ मेरो बदनाम हुने भयो, किनभने पहिला त्यो ब्रेक गरिसकेको थियो कि दिवस नातिकोलाई चाहिँ पन्ध्रबाट आउने यति ट्यालेन्ट हुने कि ब्रेक डाउन गरिदिइहाल्नु। अनि मलाई चाहिँ यो साथलाई चाहिँ मैले बचाइराख्नुपर्छ भन्यो। मैले त्यसरी पढेँ। त्यस पछाडि हुन पनि म फर्स्ट नै भएँ है, फर्स्ट भएँ। त्यस पछाडि आफ्नो कक्षामा पढ्दाखेरि चाहिँ मेरो अलिकति स्वास्थ्यमा चाहिँ गडबडी पेट पुग्ने ग्यास्ट्रिक थिएँ, अनि टाउको त्यति टाउको पनि आँखाको कमजोरीहरू के रहेछ। अनि त्यसले गर्दाखेरि दान लाँदा मेरो कम्पिटिसन हुन्थ्यो है, फेरि दान लाँदा चाहिँ छिटो लाएर बस्नु नबढी धेरै। अनि त्यस पछाडि उसको र मेरो चाहिँ यति धेरै कम्पिटिसन हुन्थ्यो कि अरू चाहेन हामीले देख्दैनौँ है, मैले अनेस्टली भन्नुपर्छ। अनि त्यस पछाडि पछि चाहिँ म सेकेन्ड भयो, फर्स्ट हुनुभयो, अनि हामी चाहिँ त्यसरी गरेर पास त्यतिखेर। र एउटा सानो हुँदाखेरि मेमोरी एकचोटि के भयो भने हामी